ओके, सुरुमा बुझौँ यो क्वेसनले के भनिरहेछ है त। द कोफिसिएन्ट अफ एक्स स्क्वायर इन द एक्सपेन्सन अफ 1 प्लस एक्स को पावर 4 छ इज 30 टाइम्स द कोफिसिएन्ट अफ एक्स इन द एक्सपेन्सन अफ यो है त। यो एक्सप्रेसनमा आएको एक्सको कोफिसिएन्ट चाहिँ होइन 30 टाइम्स छ अरे यसको भन्दा है त। द फर्स्ट एक्सप्रेसन इज ल एउटा फर्स्ट एक्सप्रेसन यो छ। अब यसबाट हामी एक्स स्क्वायरको चाहिँ कोफिसिएन्ट निकालौँ है त। एक्स स्क्वायर भनेपछि मैले राख्नु पऱ्यो फ्रम 2 + 1 बनाउनु पऱ्यो है त, किनकि एक्स स्क्वायर हो नि त। फर एक्स स्क्वायर वी मस्ट पुट जेनरल टर्म के हुनु पऱ्यो भन्दाखेरि 2 + 1 हुनु पऱ्यो क्या, यसरी है। r+1 बनाउनु पऱ्यो नि त। मलाई एक्स स्क्वायर चाहिन्छ भने यसमा मलाई एक्सपान्ड गर्दा एक्स स्क्वायर चाहिन्छ भने म के गर्नु पऱ्यो भन्दाखेरि मैले यहाँ 2 हाल्नु पऱ्यो नि त होइन। त्यो भनेको एनसीआरवाला फर्मुला लाउँ। 4 एन भनेको 4 सी आर भनेको 2 त्यसपछि 1 को पावरमा n - r 4 - 2 त्यसपछि इन्टु एएक्स को पावरमा 2। यो एनसीआरको फर्मुला लाग्यो क्या। अब 4c2 है, 4c2 भनेपछि त कति हुने भयो भन्दा 6 हुने भयो। त्यसपछि 1 भनेको 1 नै भइहाल्यो, ए स्क्वायर एक्स स्क्वायर भनेपछि एक्स स्क्वायरको कोफिसिएन्ट भन्थ्यो। एक्स स्क्वायरको कोफिसिएन्ट कति आयो भन्दाखेरि 6a² आयो, यति भयो। ठिक छ। नाउ द सेकेन्ड एक्सप्रेसन इज के छ भन्दाखेरि ओके सेम टु सेम कपी गरेँ मैले। ओके अब फर उसले के भनेको छ, एक्स भनेको छ। वी मस्ट पुट टी 1 + 1 किनकि यहाँ 1 छ नि त, केही छैन भने 1 भयो भने 1 + 1 बनाउनु पर्यो। अघि 2 थियो भने 2 + 1 बनाए जस्तै एनसीआरको फर्मुला लाउँ है। एनसीआरको फर्मुला लाउँदाखेरि पावर कति छ, n 3c1 3c1 1 को 3 - 1 ax बाई यो ax बाई अथवा ax बाई 3 को पावरमा r। यो फर्मुला त थाहा छ नि कस्तो, एनसीआरको फर्मुला एनसीआर p को पावर n - r q को पावर r। यो फर्मुला लाग्यो क्या है। यति पुरै p यति पुरै q भयो नि त, यसरी बुझ्नु पऱ्यो। ल 3c1 भनेको त 3 नै त भयो, अनि r भनेको 1 ओके। यो भनेको 1 इन्टु ax बाई 3 यो र यो कट भनेपछि x को कोफिसिएन्ट कति आयो, a आयो। यसरी बुझ्नु पऱ्यो क्या है। अब बाई क्वेसन के भन्छ त, क्वेसन त बुझ्नु पऱ्यो नि त। यसको कोफिसिएन्ट चाहिँ 30 टाइम्स छ यसको भन्दा भनेपछि 6a² = 30 टाइम्स यसको कोफिसिएन्ट, यसरी भनेको हो क्या। ल यस्तो आयो नि त होइन, आइदर एउटा a = 0 आयो, ल अब a = 0 त मानिँदैन होइन। यसलाई मैले यसलाई डिस्कार्ड गरिदिएँ, डिस्कार्ड देयरफोर a = 5 एन्सर भयो क्या।
किन मैले ए इक्वल टु 0 चाहिँ डिस्कार्डै गर्दै, किन भन्दाखेरि अब 0 राखिदियो भने त यहाँ कुनै पनि भ्यालु मिलेन नि त। जस्तै यहाँ 0 राखिदियो भने त मिलेन नि त कुरो, होइन? त्यही भएर अर्को 0 बाहेकको अरू लिने।